भाइ आज त गलियो काम गरेर पनि अब गएर अहिले काम छ यार अझै तिल खेती अब लगाउनु पर्छ हैन तिल खेती उताको जङ्गल छैन त्यो काट्ने अनि तिल खेती लाउने अनि आज भाइ पैसा दिन्छु यसो जाँड लिएर आइज है भाइ साह्रै गलिएको छ जाँड खानु साइकलको स्ट्यान्ड पनि रोइला रहेछ नि यता राख्नुपर्छ बस ल यहाँ बस आज त साह्रै गरम नि हौ के भन्नु अब जाउँ होला यी टाइम त सुन भाइ मारिसक्यो अब तिल खेती गर्नुपर्छ अनि तिल खेती गरेर तिल खेतीको कमाइ कस्तो हुन्छ कमाइ भएपछि डिमापुर जानुपर्छ डिमापुर गएर यसो कपडा सपडा किन्नुपर्छ म चाहिँ अन्डर पनि किन्छु मेरो चाहिँ अन्डर पनि फाटेको छ है दाइ आज तरुनी पटाउनु पर्छ नि गर्नु परेन खास मेरो अन्डर पनि किन्नु पर्छ नि अन्डर पनि अन्डरमा यत्रो दूरको दुईटा छन्दा भएको छ नि दाइ ए त्यो त म किनिदिइहाल्छु नि भाइ टेन्सन नलिन त्यो त्यसको टेन्सन किन लिन्छस् मैले भनेको तिल खेती भइसकेपछि अनि तेरो बिहा गर्नुपर्छ म पनि अब बुढो भइसकेँ हेर दारी सारी पाकिसक्यो अब के भन्छस् त अनि बिहा गर्छस् होला नि गर्ने फास्ट चाहिँ अन्डर पनि चाहिँ किनौँ न अन्डर पनको यत्रो त छेन्दा भएको छ कि अरे बुढीले देखाउने के भन्छ भनी यसो तरुनी सरुनी पठाएकी कि पठाएको छु नि तपाईँलाई के थाहा अब कता पठाएको छु अब कुरा सुरा धेरै गरियो अब यो जङ्गल काट्न जानुपर्छ उता पल्लोपट्टिको आइज जाउँ गरम पनि छ भए पनि जङ्गल काट्नु पर्यो लु उतापट्टिको यतापट्टिको म काट्छु हल्ती गर्ने होइन नि यत्रो ढुङ्गा रहेछ नि त्यसका बारेर ल अन्डर पेन्ट पनि छैन के गर्नु अब दाइलाई सापको त रहेछ त्यहाँ त यार हेर्छ भाइ हेर यसलाई खेदाउनु पर्यो अब ल अब फेरि जङ्गल काट्नु भाइ अनि भाइ केटीको नाम चाहिँ के हो त अनि तैँले मनपराएको केटीको नाम भन्छ केटीको नाम त बहुत अजिब छ नि नेङोइलिन अरे केटीको नाम पनि नेङोइलिन लौ त्यस्तो पनि नाम हुन्छ गल्यो दाइ बहुत गल्यो जाउँ ए केटा यतिमै गलिस् भने बुढी कसरी पाल्छ सा त अब जसरी नि पालिन्छ नि दाइ उफ गल्यो उता पनि काम गरेर आयो अब भोलि गरौँ जाउँ ल ठिकै छ तजार लिन जा म मासु बनाउँछु मासु बनाएर तजार लिएर आउनु म अलिकति आराम गर्दै गर्छु ल ल हिँड बहुत काम गरियो काम त गरियो नि अब के गर्नु पर्यो यहाँ म आराम गर्दै गर्छु नभए तपाईँ एकैछिन आराम गर ल म एकैछिन झाडु मारिदिइहाल्छु ल झाडु मार त्यो दाउ यहाँ राखिदिनु भयो यसले के काम गर्छ यो केटाले यो मेरो आजकलको नयाँ स्टाइलको झाडु मार्ने दाइ गल्यो हातमा पनि चोट लागेछ जा माल लिन जान्छ भनेको होइन जा मालेर आएछ यहाँ मलाई एकदम माल खान मन लाग्यो एकैछिन बस्नु ल 5 मिनट साउनीको घरमा लिएर आउनु पर्यो जा थकी छैन साउनीलाई भन पैसा म भरिदिन्छु भनेर ल भाइ आज चाहिँ कुखुरा चोर गरेर त्यो घरको कुखुरा चोर गर्नुपर्छ त्यो घरमा दुईटा बोक्काहरू बस्छन् कि त्यो घरमा के गर्नुपर्छ भाइ त्यो खान मन छ यार साह्रै खानु मन छ त्यो साह्रै खानु मार्छ खान्छ कि पैसा ल्याउनुपर्छ कुखुरा नभए पैसा चोर गर्नुपर्छ ए नभन कुखुरा ठुलो भाले छ आज पुरा माल खाइरहेको आज पुरा रमाउनुपर्छ माल खाइरहेको ए दाइलाई चक्ला पनि भइहाल्छ दुईजना बस्नु यहाँ लु यहाँ ल्याएर राख लु अनि के हो यो बिहार जस्तो देख्छु त होइन नि दाइ यो बिहार होइन नि आजकलको यो नयाँ फेसन हो नि यो बिहारको जग्गामा जाँड लिएको नि दाइ मिठो छ नि दाइ जाँड त मजाले भाइ दाइ को आयो हेर्नु त बिहार जहाँ नआउने माग्ने फेरि आएछ अघि म पसेको त साउनीको दोकानमा फेरि आएछ जहाँ गन्दा सुन्दै यो माग्ने जाप पाए तै चाहिँ किन देखाउँदै ल्याउँछस् तैँले अरे म त त्यो साउनीको दोकानमा पसेको मात्र फेरि आयो अनि ला अब के गर्नु भयो यो माग्ने कहाँको
दिन माल खानु नपायो आज त यार पनि खत्तम नै भएको बोको रहेछ माल खान सक्दैन ल यहाँ आइज यता आइज माल खाएर अनि यहाँ बस्ने यो मेरो पैसा छ यो पैसा चाहिँ अलि यता राख्नु दाइ म राखिदिन्छु नि खोइदिनु न होइन सुन पाउँछ जस्तो म भित्र राखिदिन्छु नि दाइ यहाँ राखिदिन्छु है म पैसा भित्र राखिदिन्छु यो माल चाहिँ ल यो खा दाइ म त निसा भयो नि दाइ माल त घाँटीभन्दा तल जान्न के दाइ म त सुतेको म त निसा भयो दाइ यो लन्ड्रेङलाई पनि सुन्न दिनु पर्यो अब म चाहिँ तिर्को खेती गरेर यिनीहरू सबै सुत्यो भित्रको माल पाए खाने आफै पनि सुत्दु भयो ए मेरो भाइको आफ्नो सुत्ने बिहा गर्नु पुरा निसा छ तिल खेती गरेर कुन चाहिँ हो हल्ला गर्ने हेर काले अब तिनटै बोकाहरू सुतिसके खाएर फिटिङ भएर अब हामीहरू जानुपर्छ सबै लिनुपर्छ आज चाहिँ छोड्नु न आज त्यही गरेर हामी पछि कति सक्यो ओइ के भयो खोइ मेरो पोखरी ओइ ओइ भाइ उठ यहाँ 3 बज्यो त्यहाँ के भयो हिँड त पैसा हेर खास मेरो पैसा हेर जा त्यहाँ पैसा हेर ला भाइ पैसा छैन यहाँ आइज यहाँबाट भाइको यही 3 को ढङ्ग सुतेको यतै भाइ यतै कतै हुन सक्छन् उयो यसलाई सजा दिनुपर्छ काट्यौँ दाइ यसलाई म आज काट्छु हुन्न भाइ हेर यस्तो काटो भने फेरि तैँले डेली मान्छेको किन कुखुरा चौर्छस् पैसा किन चौर्छस् आज तँलाई पानीमा कारेर खिलाउँछु किन तैँले यस्तो काम गर्छस् चोरेर हुन्छ मेरो भाइले तेरो भाइले त्यो पैसा मेरो भाइलाई बिहा गर्नको लागि राखेको पैसा हो तैँले किन चोरिस् म चोरेको नि यसलाई बानेर यो त हान्नुपर्छ दाइ हान्नुपर्छ यसलाई अब हाम्रो बोके दाइलाई फोन गर्नुपर्छ बोके दाइले यसलाई सोचा दिन्छन् बोकेदारी दाइ खाजाको चिन्दिन दाइ चिन्छेस रोक आउन दे यहाँ तैँले यहाँ बान यसलाई मासले तैँले मेरो दाइको पैसा चोरेको हान्न चाहिँ हुन्न है ओइ हान्न हुन्न नि हान्नु हुँदैन दाइ अलिक आस्ते जानु दाइ यो त हान्नुपर्छ दाइ आस्तेले चोर्ने बेलामा चाहिँ कसरी चोरेको थिइस् हेलो मेरो भाइले पैसा भन् त यहाँ करे बोके दाइ साला यहाँ तपाईँ तुरुन्तै आउनु पर्यो कस्तो के भयो रे चोर कहाँ रोक हामीहरू आउँदैछौँ ओए गाडी स्टार्ट गर केटा स्टार्ट गर चल वहाँ नदी परेको बस्तीमा चल हुन्छ त राख ल आउँदैछु म ए काले मोरे तैले यही हो यही देख्नुभयो देखेँ यस्तो मोरेले चोरेको मेरो पैसा यसले 7 साल अगाडि मेरो 7 लाख रुपियाँ चोरेको मैले होइन दाइ धन्यवाद
तेरो भाइ कोही? मेरो भाइ थाहा छैन दुईजना आएको थियो यिनीहरू दुईजना थियो थाहा छैन दाइ दाइ। मेरो भाइ कता गयो खै सात साल अगाडि त्यसै मार्न छ 7 लाख चोरेर पनि पुगेन तँलाई हान्नु, नै हान्नु। तेरो सात र खण्डनले खान्थ्यो आया नि ओ मारो साला चुतिया केटाउ रसी खोट आया यसको र म रसी- औसी साललाई बोलाउँछु म यो फोन खोइ पक्रेर राख यसलाई रक केटाउ जान दिनु है जान दिनु हुन्न म औसी सरलाई फोन गर्छु ल ल हुँदैन हेलो औसी सर छिटो फोन गर्नु यो हाम्रो गाउँमा एउटा बहुतै अत्याचार गरिसकेछ एउटा चोरले एउटा त दुईटा हो हुन त एउटा चाहिँ भागो एउटा चाहिँ हामीले पक्रेछौँ काले मोरेलाई अन्त ए कहाँ भागेको भाग्न खोज्दैछ यसलाई के गर्नु हो मारिदिउँ क्या हामीहरू ए मारिदिनु हुन्छ हामी हुन्छ तपाईँ आउनु होला हामीहरू रोक्दै गर्छौँ यसलाई बाँधेर राख्छौँ अनि तपाईँले लगेर जेलमा हालिदिनु छोड मलाई छोड छोड ओइ हुन्छ, हुन्छ। तपाईँ बेसी बोल्छस् हुन्छ त। चुपचाप बस ल ल ल ल राखेँ ओके सर